अब केपी ओलीलाई निकालेर देखाऊ भन्छ त। अब तेरो बाबुको हिकमा छ भने अब केपीलाई निकालेर देखाउन त भोकटे गइगयो। अब एमाले दिएको भत्ता भन्थ्यो अरे अब कहाँबाट दिने? अब 5 वर्ष थप्यो उसले राजसभाले नै ठिकै हो। अब कोही त अब त्यो सहारा बिन छ, अब कोही त्यसैमा भर पर्छ। अब 75 वर्ष बाँच्छ भन्ने पनि मान्छेलाई त्यो ग्यारेन्टी हुँदैन। तर किनभने अहिलेको खानपिनले अब हिजोको अब हाम्रो बुवा बाजेहरूको पालो जस्तो खानपिन भइदियो त भन्न पनि सकिन्थ्यो। 75 80 100 नै काट्थ्यो। अहिलेको यो खाना नै त्यस्तै छ, केमिकलवाला। त्यो कारणले त्यति 75 काट्छ भन्ने पनि मान्छेलाई त्यति फिक्स छैन। तर किन भन्दाखेरि अब त्यो यो कोहीलाई अब विधवालाई त्यस्तै, अर्कोलाई त्यस्तै गरिदिएपछि यहाँ ऊ भएन। यसमा 75 गराउँदाखेरि अब करिबन त्यसको रेन्ज मिल्छ क्या। अब किन भन्दाखेरि एकरूपता गरेर अब ऊ गरिदिएपछि 75 सबको सर्द त्यो गरेपछि अब त्यो कामले अब जस्तो छेद विच्छेद भएको उसलाई चाहिँ अब त्यो जस्तो कि अब 68 70मा दिने पैसाले त्यहाँ सञ्चय हुने भयो। त्यो कारणले 5 वर्षले पनि धेरै प्रभाव पार्छ। त्यो पैसाले 5 वर्ष यता दिने पैसाले त्यता सरकारी संरचनाहरू बनाउने। अब त्यस्तै अशक्त भनौँ न, अब एकदम कसै अब एकदम जीर्ण अवस्था छ भने त्यसलाई सहयोग गरिदिने।